छ हेर्नु यहाँ अवस्था यो छ मेरो दिदी होइन म आजको दिन छ नि अवस्था यो छ कि मेरो कसम भनेको मैले तपाईँलाई के भनिसकेँ पागल जस्तो तपाईँले दिएको छोरी हो त्यो छोरी तपाईँले राख्नु दिदी होइन मैले बच्चा नपाउँदा पनि समाजको अगाडि मैले बच्चा पाएको बच्चा पायो भने दुनियाँले पागल पागल एउटा केटाको लागि पागलहरू पागल अब मैले सबै कुरा बुझिसकेँ भोलि के भनेको छु आज लास्ट यति भनेको यति मात्रै छ कि दिदी त्यसले त्यसको बुढीले दबाई खायो भने नि आज मैले दबाई खाँदाखेरि आज म मर्दाखेरि त्यसलाई कति खुसी हुँदो रहेछ भन्ने कुरा जेसुकै गरोस् जे गरोस् त्यो पार्टी नहुँदैन तेरो नयाँ जिन्दगी बनाउन सक्दैन खाते म सक्दैन शर्मिला होइन बेजित गरेर लाइफमा उसो मान्छेले के पाऊ कसो पाऊ भने न्यु खोज्छ झन् यस्तो नगर भन्छु उस्तो नगर भन्छु होस् दिदी होस् 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 म यहाँ बिचरा दाइहरूले मलाई धेरै समय सानो शत्रुलाई आज म कुनै लाइफमा पनि मैले यस्तो भोगेको थिएँ कि आज लास्ट स्थिति भनेको छ नि मेरो आज स्थिति भनेको यो मेरो मुसाको औषधिमा जान्छ के आजको स्थिति भनेको यो हो क्या दिदी म तपाईँले दिएको बच्चा तपाईँले लानु दिदी म यस्तो तरिकाले बिदा माग्छु होइन मलाई लाइफमा मलाई कोही पनि चाहिँदैन कि अब मलाई चाहियो न मेरो बाउ छ न आमा छ न मेरो दाजुभाइ न मेरो दिदी पनि मलाई कोही पनि चाहिँदैन कि अब मेरो लास्ट भनेको यही हो दिदी अब मलाई गाह्रो भएर चाहिँ एकदमै बेइज्जत गरे हेर त त्यही कसले के भन्दैछ त यस्तो नगर है शर्मिला तँलाई थाहा छैन म सुधी चाहिएको मान्छे थियो नि त म सुधेको मान्छेलाई एक्कासी त्यसको बुढीले मुसाको औषधि खाने किन झुट बोलेको त्यसले झुट बोलेको चाहिँ किन तपाईँलाई भनेको हो कि होइन ल भन्नु तपाईँलाई भनेको हो कि होइन ल भन्नु ए भगवान अनि ए भगवान उनीहरूको घरमा झगडा भयो होला भएर त मलाई फोन गरेर मैले तँलाई फोन गर्न पाउँदिनँ पाउँछ तपाईँले पाउँछ तपाईँले पाउँदिनँ सोच्दैन तपाईँ मेलाई कहिले नराम्रो सोध्नु मलाई थाहा छ कि दिदी म हिजोको दिनमा अहिलेसम्म मैले एउटा बच्चा पाएको छैन मान्छेले यो समाजले ए शर्मिला वाइफको बच्चा भन्यो के भन्यो मेरो चरित्रमाथि बारम्बार अङ्लो उठायो म त्यही पनि म सहेर बस्यो मैले भोलिको दिनमा मैले बाँच्नुपर्छ मैले के गर्नुपर्छ भने मैले सोचेको थियो कि मैले तपाईँलाई भनेको दिदी त्यो मान्छे यतिसम्मको फ्लड हो दिदी मैले त्यो मान्छेको हरेक कुरा मलाई थाहा छ दिदी तपाईँलाई त्यो रातिको 3 बजे दसैँको बेलामा 3 बजे राति तपाईँलाई कल गरेको हो कि त्यो मान्छेले तपाईँलाई शर्मिलासँग मेरो यस्तो झगडा परेर त्यो मान्छे रातिको 3 बजेको दिनमा तपाईँलाई कल गरेर तपाईँले के भन्यो यस्तो होइन है बहिनी यस्तो हो भनेर तपाईँले मलाई सम्झाएको हो त्यतिखेर हो र अहिले त म सुधी छ म कति डिप्रेसनमा छु म कति पागल छु भन्ने कुरा त तपाईँले त देखिरहेको छ नि त म कति पागल भइरहेको छु मान्छेको अगाडि समाज अगाडि म ऊ गरेर हिँडेको छु नि अहिले म कति पागल भइरहेको छु मलाई मात्रै थाहा छ नि त्यो कुरा त शर्मिला बहिनी शर्मिला प्लिज बहिनी नमस्कार है नमस्कार भइसक्यो दिदी यार म लास्टै भइसक्यो मलाई ती गाह्रो भइसक्यो जम्मनजी च्याडी नाना आङ्गाजी जम्मनजी च्याडी के यस्तो हो त बहिनीहरूले मलाई फोन गरेछ भोलि त्यसलाई त्यो गोपाल लामालाई भोलि छोड्दै मेरो बहिनीले भन्दा छ होइन होस् मलाई मतलब छैन